Hello everyone, it's me Durgesh. Welcome to my first ever mini vlog. Today I'm going to show you in my life in Japan. Let's start. बिहान उठ्ने बित्तिकै फर्स्टमा लागे फ्रेस हुँदा ब्रस गरे, हात मुख धोए। त्यसपछि हात मुख धोइसकेपछि लागे म खानासाना हालेर खानाहरू खाएर आफ्नो भाँडा पनि धोएर त्यसपछि लागे म स्कुलको होमवर्क गर्न। होमवर्क भ्याएर नुहाइधुवाइ गरेर बोलाए म रेडी हुन। रेडी भइसकेपछि लागे म आफ्नो भटबटे निकालेर त्यही भनेकै यही हो। यसरी गरिन्छ काममा पनि। कम्तीमा 1-2 मिनट साइकल चलाएपछि म गएको चाहिँ यही हो है हाम्रो। गएकोमा पुगिसकेपछि साइकल पार्किङ गरेर सिधै क्लासभित्र छिरे। क्लासमा आफ्नै तालमा सबै साथीभाइहरू थिए। सबैको अनुहार देखाइसकेपछि गएको लागि टाइम पनि भयो। सिधै गएको सकेपछि हतारमा घर फर्किएँ, किनभने काम थियो मेरो आज। काममा जानको लागि छिटो रुममा गएको पनि सक्यो। ल अब घर जानु पर्यो भने काममा जानुपर्ने छ। तनाव छ, जानुपर्छ। काममा जानु हतार भइसक्यो। लिफ्ट पनि छैन, लिफ्ट नपाए यसरी चढाइ गर्नुपर्छ। हतार रुम पुगेपछि बिहान बसेको भात थियो, अनि चाउचाउ उमालेर त्यही खाएर लागि सिधै म कामतिर। काममा जान हतार थियो एकदम। साइकल यति फास्ट कुदाइरहेको थियो कि झन्डै ठोकेको थिएन। काम पनि यति टाढा छ कि लगभग साइकलमा 30-35 अथवा 40 मिनट जति लाग्छ। मैले काम गर्ने कम्पनी चाहिँ यही हो काम गर्ने। ढिलो भइसक्यो आज ढिलो भइसक्यो। कम्पनी चाहिँ यही हो काम गर्ने। हामीले हेरेर जानुपर्छ। किन हिँड्नुपर्छ? मेन रोल हुँदा नि कम्पनीको रुल है यो चाहिँ। यही हो है काम गर्ने ठाउँ। ल हाम्रो दोस्ती एचिबान ह्यान्डसम हुँदैछ। कोही छ भने कन्ट्याक्ट गर्नु है। हाम्रो साथी सिङ्गलै हुन्। काममा जान एकदम हतार भएकोले हामी साइकल छिटो राखेर लाग्यौँ हामी काममा। जाउँ छिटो, लेट भइसक्यो आज। अब सिधै काम गरिसकेपछि पार गर्न पर्छ। आठो दे सक्यो। काम सक्यो। यति भएपछि पुग्छ, यति भएपछि पुग्छ है। जाडो छ है लास्ट। कम्पनीबाट बाहिर निस्क्यो। अब है हो चुकालेसम्म त्यसै त यही हो कम्पनी हाम्रो। काम सकिसकेपछि लाग्यो म साइकल आफ्नो निकाल्न। साइकल निकालिसकेपछि हामी लाग्यौँ सिधै घरतिर। घर फर्किँदा राति परिसकेको थियो। लास्टै एकदम चिसो थियो। त्यही भएर सब टोपी मफलर सब लगाएको थिएँ। होस्टेल पुगिसकेपछि आफ्नो भटपारेलाई पार्किङमा राखेर म माथि रुमतिर लागेँ। रुम चढ्न चाहिँ हामी सिडीबाट चढ्नुपर्छ, किनकि हाम्रोमा लिफ्ट चाहिँ छैन। सिडी चढिसकेपछि रुम पनि पुग्यो। रुम पुगिसकेपछि हातमुख धोएर खाना पस्किएर तरकारीमा फेरि आज मासु पकाएको थियो। मासु भात खाएर कम खाएर एकदम मिठो थियो भात चाहिँ। Thank you for watching my first vlog. I hope you enjoy it. See you in next video. Until it. Bye bye. Sayonara. Matane.